What is this? Vegetarian cake. लौना नि सरप्राइज है हेलो गाइज दर्शक नमस्ते सन्चै आरामै हुनुहुन्छ सबैजना। आज हामी चाहिँ यसो बाहिर घुमघामको लागि आएको होइन, हल्का फुल्का इन्जोय गर्नलाई। आज हेलो नमस्ते आज बुढीसँग सानो बर्थडे पार्टी मनाउने सर्कसमा छौँ आज हामी है। आज मेरो बुढाको शुभ जन्मदिन परेको छ। हजुरहरू सबैलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। अनि सानोतिनो पार्टी भनौँ, थोरै हल्का फ्यामिलीसँग। के भन्दैछ यहाँ सलादको लागि रेडी हुँदैछ, खाना बन्दैछ। अब हाम्रा गेस्टहरू पनि आउँदै हुनुहुन्छ, भान्जाहरू भान्जीहरू अनि मेरो भाइ। सानो सानो पार्टी हो, धेरै ठुलो पार्टी होइन, हामी फ्यामिली मेम्बर मात्रै देखाउनेछौँ है। A few moments later. है चल यतिकै भयो अन गर्नु। हेलो ल मेरो देवर आउनुभयो, मेरो भान्जी मामालाई लिनलाई। ह्याप्पी बर्थडे। थ्याङ्क यू। भान्जी आउनुभयो। ल सरप्राइज छ है उहाँको लागि। भान्जा आउने थाहा थिएन, उहाँलाई थाहा थिएन। सरप्राइज गरेको थियौँ कि आज। आउनुभयो मेरो भान्जा। भान्जाजी नमस्ते। भर्खरै पुरा गरेर के हामी पनि पुरा गरेर थियौँ। नमस्ते भान्जा। अनि 5 बजे ल यता मेरो देवर पनि बस्नु भएको। स्पेसल फ्रेन्डको लागि अगाडि गराउनु। बुङ्गुर ल फाइनली मेरो भान्जा भान्जी आउनुभयो। उहाँहरूको प्रतीक्षामा थियो। देवर राजाले के निकालेर खाँदै हुनुहुन्छ, पानी खाँदै हुनुहुन्छ। मेरो हस्बेन्डलाई सरप्राइज दिएको कि भान्जी मात्रै आउँदै हुनुहुन्छ, भान्जा साथ आउनुहुन्छ भनेर कहिले प्लानिङ गराएको थियौँ हामीले। भान्जा आउनुभयो, ह्याप्पी भन्नु हामी। अरे म त भान्जालाई ल्याउनु जाने बेला उद्याएर घुमेर हामीलाई प्लानिङ गराएको भर्खरै। उहाँ पनि मेरो देवर हुनुहुन्छ। हाई भान्जी। ल कुकमेनले कुक गर्दै हुनुहुन्छ। देवरले फेरि पानी खाँदै हुनुहुन्छ मेरो देवरले। अनि पछि त उसमा हो कि हामी दुई भाइ के हो यो? ल हाम्रो राजा आउनुभयो। मेरो बेस्ट फ्रेन्ड आउनु भएको छ यहाँ। ल अब यतिजना रमाइलो गर्ने हामीले आज। What is this? Vegetarian cake. भाई मजा आया। हामीले खाना नभने नुन टेस्ट गरी कस्तो भयो? हजुर हजुर मामा बर्दुमा यहाँ प्रोग्राम छ अरे। कन्टेन्टको लागि हाम्रो मान्छे पनि यहाँ आएर ल खानाको लागि
नेपाली साग हैन हजुर यो नेपाली साग रायो चलो अब पार्टी स्टार्ट हुने वाला छ ए नानो मक्खै सरप्राइज गिफ्ट अनि भान्जा मैले के सोचेको थिएँ भान्जा लिएर आउनुहुन्छ आजको त भान्जा आउँछ नि हाम्रो के गरेला ससेज गोङ्गुर सलाम अनि ढेँडो खुर्सानी छ यसलाई हजुरहरूलाई के भन्नुहुन्छ राजा डल्ले खुर्सानी हाने डल्ले खुर्सानी लिएर आउनु यसो भिडियो गराउनु थाल्ने के भनेको थियो फेरि त्यस्तै भन त विश त दिनु पर्यो नि पहिला विश त गराउनु थ्याङ्क यू बहनजी आफ्नै हात नधोइ हुन्छ होइन मामा चल मामा आफ्नो हात कहाँ धुनु पर्छ अहिले हो कट गर्ने कट अहिले नहीं भिडियो कट गर्ने आवाज कट गर्ने त्यो भिडियो जुन चाहिँ राम्रो त्यसलाई मात्र एडिट गर्ने भनेको स्पेशल गर्ने आगोलाई निकाल्दिने मेरो भिडियो त्यहाँ युट्युब चलाइदिन्छ देखाइदिन्छु नि त्यसै गर्छु ल एक मिनट खान्छु नि आउनु पर्छ क्यामेराम्यान कहाँ छ म पछिबाट यता छु भनिदिन्छु कि मैले ल एक शट लिएर अन्त Happy birthday, Mama. Happy birthday, Mama. Thank you. प्यारी भान्जी हाम्रो गुडिया आउनुपर्छ आज थ्याङ्क यू सो मच सरप्राइज पनि दिनुभयो मेरो मामा भान्जा नि आउनुपर्छ जोर पनि आउनुपर्छ राजा आउनुपर्छ एउटा बटल लिएर आउनु त भनेर जो गरेर ए बोली दिया के सरप्राइज अहिले आउनु भएको कि मलाई थाहा छैन के साँझ आउने भने ढुक्क अहिले मेसेज के गर्नु मिल्छ मेरो मिलेन के भन्नु अच्छा मेरो मिलेन भान्को पछि साउन्ड काट्ने यसो यसो मात्र देखाउनु कि त्यसै भन्नु त होइन म ताति दिनु काम अनि भान्दा के भन्नु मेरो भएन कपालमा चाहिँ ताकै पुरा हुन्छ मलाई दिनु म चाहिँ भेजिटेरियन अन्ली भेजिटेरियन त्यो खुर्सानी मात्र खान्छ खाना पनि खानु कि कति फोन मात्र हेर्नु भयो तपाईले
हजुरको गिफ्ट भनेको स्पेसल थियो थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच राजा स्पेसल भनेको त्यहाँ अन्त के चाहियो राजा पहिला इलाज आएको हो कि नै कसलाई खानु आएको थियो पहिला भान्जी आउनुहोस् मेरो प्यारी भान्जी भावना म्युजिक सल्युसन प्रस्तुत गर्दछ अब डान्स आउँदैछ डान्स डिजे लाउनु प्यारी बुढी मामाको छोरी भनेको मामाको उता चाहिँ जानुभयो बराबर है शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ
डाँडा